हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ एन्ड मलाई पनि एकदम आराम छ। अनि आज चाहिँ हामी पिकनिक खान जाँदैछौँ, बट टाढा पनि होइन, जान चाहिँ हरियाली पार्क जाने भनेको थियौँ, तर बिहानै पानी पर्यो के। अनि सो यहीँ गाउँमै सबैसँग जहाँ भए पनि रमाइलो गर्नु त हो होइन, सबैजना मिलेर खाँदाखेरि रमाइलो हुन्छ। त्यही भएर यहीँ गाउँमै खाँदैछौँ। कति टाढा गएछ नि त भाउजूहरू, अहिलेसम्म यहीँ थियो त। पिकनिक खान जाँदैछु, पिकनिक। ए ठुलो सुमनलाई सोधेको गइसक्यो, ठुलामी त भन्नु ऊ घर गएको थियो नि त नि। ठुलामी गइसक्नु भयो सर भाउसँग क्या मजाले खाएको। गाइज म चाहिँ काम गर्न रेडी भएँ। कति चाँडो कपडा फेरि भन्नु होला होइन, पेन्ट सर्ट लाएर काम गर्नु अझै यो अप्ठ्यारो हुन्छ नि त, त्यही भएर कुरा लगाएको। काम सकेर मात्रै डान्समा जाने भनेर रमाइलो गर्ने। अब हेर्नुहोस्, अरू सबै रमाइलो गर्न गइरहेछ, आफू चाहिँ यहीँ गोबर सोर्नु परिरहेछ। गाह्रो छ। घरकी एक्लै छोरी तँलाई त मोज छ भन्थ्यो नि। हेर साथीहरू, यसरी गोबर सोर्नुपर्छ, मोज। यसो दिदीबहिनी भएको भए त गाली गर्दै आफू डोन पटेर हराउनु पनि हुन्थ्यो। एक्लै सल्लाह गर्नु। रेगुलर ड्युटी घर बस्दाको। एक गोबर सोर्न सजिलो हुन्छ भनेर कपडा चेन्ज गरेको कि गाइस, बुझ्नुभयो? गाह्रो छ मलाई। ए मम्मी अझै हेर्दै जानुहोस् के काम गरेर आउँछु। फाइनली मैले मेरो काम सकेँ होइन, त्यही गोबर सोर्ने काम थियो, त्यो सक्यो। उता गीत बजिरहेछ डान्समा, यसमा घरमा। तर मलाई जानु मन छैन, म भरे मात्र जान्छु, अहिले जाँदिनँ। थ्याङ्क यू फर वाचिङ, बाई।